पुरानो ल्यापटपको फाइल हार्ड डिस्कमा कपी गरेर नयाँ ल्यापटपमा सारौँ भनेको बिहानदेखि गरिरहेको अहिलेसम्म भर्खर 5% मात्रै हुँदैछ। मैले त खाना खाएर पनि आइसकेँ। यो त समयको बर्बादी मात्रै भयो। यसो केही सोलुसन छैन र? यो हो NVMe SSD इन्क्लोजर। यसको प्रयोगले तपाईँले ल्यापटपमा भएको SSDलाई चाहिँ यसमा राखेर एक्सटर्नल SSD को रूपमा प्रयोग गर्न सक्नुहुन्छ। यदि तपाईँ प्रोजेक्ट सबमिट गर्ने स्टुडेन्ट हुनुहुन्छ वा भिडियो एडिट गर्ने कन्टेन्ट क्रिएटर हुनुहुन्छ भने यो प्रोडक्ट तपाईँको लागि पर्फेक्ट चोइस हुन सक्छ। यसको फिचर्सको कुरा गर्नु पर्दा चाहिँ यसमा USB Type-C को हाई स्पिड 10 GB पर सेकेन्डको स्पिडमा फाइल ट्रान्सफर हुन्छ। यसबाट गिगा फाइल्सहरू त नि केही सेकेन्ड्समै ट्रान्सफर हुन्छ। हिट कन्ट्रोल गर्नको लागि यसमा एल्युमिनियमको बडी छ र सेटअप गर्नलाई कुनै स्क्रु ड्राइभरको आवश्यकता पर्दैन। टुल फ्री सेटअप गर्न सकिन्छ। अनि एउटा कुरा भनौँ, यसमा नि हार्ड डिस्कमा जस्तो भ्या गर्ने आवाज पनि आउँदैन। पुरानो जमानाको यो हार्ड डिस्क भन्दा चाहिँ अहिलेको जमानाको NVMe SSD रोज्नु चाहिँ बेटर चोइस हुन्छ तपाईँको लागि। एक पटक तपाईँले यो SSD युज गरिसक्नु भएपछि तपाईँले हार्ड डिस्कलाई त फर्केर पनि हेर्नुहुन्न। अब फाइल ट्रान्सफरमा वेट गर्दा आफ्नो लाइफको बहुमूल्य समयलाई वेस्ट नगर्नुहोस्। आज नै SSD इन्क्लोजर पर्चेस गर्नुहोस् र आफ्नो समयको बचत गर्नुहोस्। यस्तै युजफुल ग्याजेट्सहरूको बारेमा थाहा पाउनको लागि सजिलो टेकलाई फलो गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ। सी यू अन द नेक्स्ट वान। बाई बाई।